आजको यो दृश्य रहेको छ बिस्के जात्रा जुन भक्तपुरमा मनाइन्छ। यो आज दिनको रथ यात्रा हो। यो रथ यात्राको लागि सबै सुरु हुँदै भइरहेको छ। यो दृश्यहरू सबै रथ यात्राको लागि नै हेर्न आएका भक्तजनहरू साथै यहाँ विभिन्न देशका मान्छेहरू आएका छन्। आज यो रथ तान्ने दिन हो। यो दिन एकदमै रमाइलो भइरहेछ। आज मौसम पनि यस्तै नै छ, पानी सिमसिम पानी परिरहेको छ। यहाँ मान्छेहरू धेरै नै उपस्थित भएका छन्। यहाँ बाजाहरू बजाएर स्वागत गर्दै र रथ तान्ने अवस्था आइरहेको छ। यहाँ यहीँको बासिन्दाका संस्कृति तथा भजन समुदायहरूले बाजाहरू बजाउँदै यहाँका गोठीहरूले यहाँको भक्तपुरको बाजाहरू बजाउँदै यो सुरु गर्न लागिरहेछन्। यहाँ धेरै मान्छेहरू उपस्थित भएका छन्। साथै यहाँ धेरै कला संस्कृतिका बाजाहरू बजाउँदै यो रथ यात्रा सुरु गर्न गइरहेको छ। यहाँ धेरै हेर्नु होला, यहाँ बाजाहरू पनि बजाइरहेको छन्। साथै यहाँ धेरै मान्छेहरूको भिड पनि छन्। यो अब सुरु हुने टाइम भएको छ। खास गरी यो अघि नै सुरु हुनुपर्ने हो। यो पानी परेको अवस्था र धेरै भिडभाडको अवस्था साथै रथको पनि अलिक भन्नुपर्ने अवस्था भएकोले अलि यो ढिलो भएको हो। त्यो पनि ढिलो भयो भन्दैमा यो जात्रा चाहिँ नमनाइने होइन, मनाएर नै सकिन्छ। आज रथ यात्रा जसरी भने तानेर नै यो तलसम्म पुर्याएर यो दोस्रो चोटि रथ यात्रा यहीँ समाप्त गरिन्छ। यो रथ यात्रा एकदम महत्त्वपूर्ण रहेको छ। यो भक्तपुर एरियाको यो संस्कृति जात्रा हो। यो नयाँ वर्षको लागि मनाइन्छ। यो एकदमै महत्त्वपूर्ण तथा ऐतिहासिक तथा एकदमै मूल्यवान तथा महत्त्वपूर्ण रहेको छ। यस्तै हाम्रो संस्कृति कला संस्कृतिहरू जोगाउन एकदमै ठुलो भूमिका रहेको छ। यहाँ धेरै मान्छेहरू आएका छन्, साथै विदेशीहरू पनि आएका छन्। यहाँ धेरै मान्छेहरूले फोटो खिचेका छन् र धेरै मान्छेहरू भक्तजनहरू पूजा गर्नका साथै यहाँ सुरुमाला चढाउन पनि आएका छन्। यहाँ यो दृश्यहरू हेर्नु होला, एकदमै रमाइलो, एकदम रोमान्टिक, एकदमै हेर्न योग्य, एकदमै भावुक दृश्य रहेको छ। अब रथ तान्न सुरु गर्नको लागि सबै अवस्थाहरू मिलाइसकेको छ। अब यो रथ तान्नको लागि नै सुरु गर्नको लागि नै समय भइरहेको छ। अब यो रथ यात्रा सुरु हुन लागिरहेछ। हेर्नु होला, यहाँ धेरै बाजाहरूको गुणगान सुन्न पाइराख्नु भएको छ। यहाँ धेरै बाजाहरूको अब भजनहरू सक्नु लागिसक्यो र यो भजनहरू सकेपछि यहाँ भगवान् भैरव आज बिस्के जात्राको रथ यात्रा भइरहेछ। देख्नुहुन्छ तपाईँहरूले यो रथ तान्ने क्रम भइरहेछ। यहाँ सबै मान्छेहरू एकदम भिड हुँदै रथको दायाँ बायाँ बाजाहरूको आवाज सुन्दै र भिडभाडहरूले घेरिँदै रथलाई अगाडि रथ तान्नको लागि सुरु गर्न लागिरहेछ। यहाँ डोरीहरू सबै मिलाउँदै गरिरहेछ। यो परम्परागत र विशिष्टताको मिश्रण बिस्के जात्रा भक्तपुरको सबैभन्दा लोकप्रिय चाडपर्वहरूमध्ये एक हो। सौन्दर्य शास्त्रीहरूले यसलाई सहरको सबैभन्दा मूल्यवान चाडपर्व मध्ये एक मान्छन्, जसको संस्कृति र ऐतिहासिक दुवै महत्त्व छ। यहाँ धेरै मान्छेहरू विदेशीहरू पनि आएका छन् यो बिस्के जात्रा हेर्न। यहाँका मान्छेहरू बिहानदेखि नै घन्टौँ बेरसम्म पुगेर रथ तान्नको लागि अगाडि बढ्नको लागि भनी आइरहेका छन्। यहाँ धेरै बाजाहरू बजाउँदै र यहाँ धेरै म्युजिकहरू गीतहरूको धुनहरू सुन्दै यो जात्रा सुरु हुन लागिरहेछ। यहाँ मान्छेहरू आवाजको सुन्दै रमाइलो गर्दै धेरै दर्शकहरू हेर्न उपस्थित भएका छन्। यहाँ विभिन्न ठाउँहरूका मानिसहरू आएर
यो जात्रा हेर्न रमाइलो गर्नको लागि आइरहेका छन्। दृश्यमा हेर्नु होला, यहाँ धेरै मान्छेहरू छन्, धेरै भिडभाडहरू छन्, धेरै हल्लाहरू सुनिन्छ, धेरै रमाइलोको लागि आइरहेका छन् मान्छेहरू। यहाँ विदेशीहरू पनि भिडियो खिच्नको लागि, रेकर्ड गर्नको लागि र उनीहरूको देशको लागि देखाउन लागि आइरहेका छन्। यो अप्रिलको मध्यमा मनाइने यस जात्रा मार्फत मानिसहरूले वसन्त ऋतुलाई स्वागत गर्दछन्। बिस्का जात्रा भक्तपुरमा मनाइने सबैभन्दा ठुलो जात्रा हो। यो 8 रात र 9 दिन मनाइन्छ। त्यसैले यसलाई च्यासा गुनगुया जात्रा पनि भनिन्छ, जसको अर्थ 8 रात र 9 दिनको जात्रा हो। यो जात्राहरू एकदमै रमाइलो तरिकाले मनाइन्छ यो भक्तपुर एरियामा। यो एकदमै महत्त्वपूर्ण रहिआएको छ। यो परम्परादेखि संस्कृति झल्काउनको लागि एकदमै महत्त्वपूर्ण योगदान दिएको छ। यहाँ मान्छेहरू एकदमै भिडभाड छन्, रथ तान्नको लागि गइरहेछन्। यो रथमा अलि केही समस्याहरू आएको देखिन्छ, अलि तान्न अलि अप्ठ्यारो भइरहेको। यहाँ मान्छेहरूले धेरै आवाजहरू सुनिरहेको छ। सबै मान्छेहरू यहाँ उपस्थित भइरहेको छन्। यो भिडियो खिच्नेहरू पनि धेरै नै छन्। यो जात्रालाई बिस्का जात्रा र बिचो ध्वज जात्रा पनि भनिन्छ। यो तपाईँले पहिल्यैदेखि नभएको सबैभन्दा पागल चाडपर्व हुनसक्छ। यस चाडपर्वको लागि मानिसहरूको क्रेज अनिवार्य छ। यसमा चाडपर्वमा भाग लिनका लागि विभिन्न देशका तथा विभिन्न ठाउँहरूका मान्छेहरू हजारौँ आएर भक्तपुरमा भेला हुन्छन्। यहाँ यति धेरै मानिसहरू हुने गर्छन् जुन तपाईँको अनुमान पनि गर्न सक्नुहुन्न। त्यसै गरी यहाँ धेरै सहरका मानिसहरू भक्तपुरमा आउने गर्छन्। यो भिडियो दृश्यहरू हेर्नको लागि आज 4 बजेको टाइममा यो साइट सुरु भएको छ। यो भैरवको मन्दिर भजन सकेपछि यो भैरवको मूर्ति यो भैरव मन्दिरमा राखी यो जात्रा सुरु भएको हो। खास गरी बिहानदेखि नै यो भजनहरू, बिहानदेखि नै पूजाहरू, बिहानदेखि नै यो दृश्यको लागि धेरै मान्छेहरू आएका थिए। यो रथको लागि नि बिरेको ठाउँमा नि निर्माण गर्दै यो गरिएको हो। खास गरी यो नेपालको भक्तपुरमा मनाइने यस जीवित पर्व बिस्का जात्रा खराबीमाथि सत्यको विजयको उत्साह हो, जसले सर्पलाई मार्ने राजकुमारी र वीर राजकुमारको बारेमा एउटा किंवदन्तीलाई सम्मान गर्दछ र यो देवता भैरव र भद्रकालीलाई सम्मान गर्ने समय पनि हो। त्यसैले यो जात्रा एकदमै महत्त्वपूर्ण रहेको छ। यहाँ रथ तानिरहेको अवस्था छ, यहाँ बिचमा रोकिरहेछ। रथ तान्नको लागि एकदमै भिडभाड हुँदै र अगाडिको लागि भनेर अगाडि बढ्न एकदमै कोसिस गरिरहेछ। यो रथ पछाडिबाट डोरीहरू मिलाउँदै र अगाडिबाट तान्नको लागि एकदमै कोसिस गर्दै र एकदमै गाह्रो महसुस हुँदैछ। यो ठाउँमा आज पानी पर्छ जस्तो लागिरहेछ र सिमसिम हल्का पानी पनि परिरहेको अवस्थामा यो रथ तान्न परिरहेको छ। यहाँ मान्छेहरू हेर्ने मान्छेहरू सबै भिजेर पनि रथ हेर्नको लागि उत्साहित भएका छन्। यो बिस्के जात्रा महोत्सव हजारौँलाई एकताबद्ध गर्ने एक प्रसिद्ध रथ परम्परा। बिस्का जात्रा महोत्सव हजारौँलाई एकता गर्ने प्रतिष्ठित रथ परम्परा। भद्रकाली र भैरवका दिव्य व्यक्तिहरू तिनीहरूले रथभित्र बस्छन्, जसलाई पहिला भनिन्छ। तस्बी सम्बन्धित विलास पन्तद्वारा सम्बित विलास पन्त बिस्का जात्रा रहस्यमय र प्राचीन किंवदन्तीले ढाकिएको पर्व हो। यो पर्व भक्तपुर तथा भक्तपुर मध्यथिमी र पोखरामा मनाइने सम्पदा र सामुदायिक भगवानको जीवन प्रदर्शन हो। यो पर्व 8 र 9 दिनसम्म फैलिएको संस्कृत विचारको एक उत्साहजनक उत्सव हो, जुन पहिलो दिनमा रथ छुल्पसबाट सुरु हुन्छ, जुन नेपालको नयाँ वर्ष 5 दिन अघि वैशाख 1 हुन्छ। देवी भद्रकाली र देवता भैरवलाई भैरवा भनेर चिनिने आफ्नो रथ
भित्र राखिएको छ र युवा सहभागीहरूको भित्री भक्तपुर घुमाइरहेको सडकलाईमा औपचारिक रूपमा तानिन्छ। यो तान्ने दृश्य सानै नै रमाइलो र रोमाञ्चक रहेको छ। यहाँ अझै तान्नको लागि कोसिस गर्दैछन् मानिसहरू। यी रथहरू सहरभित्रका पूजनीय स्थानहरूमा रोकिन्छ, जहाँ बासिन्दाहरू फुल, चामल, सिक्का र रातो सिन्दुर चढाउन भेला हुँदछन्। आज पानी परेकोले यो अवस्था, यो दृश्य हेर्न पाएको छैन, तर आज पानी परेको भए पनि यो दृश्य एकदम रमाइलो र रोचक भइरहेको छ। मानिसहरू पानी परे पनि हेर्न रुचिरहेका छन्। मानिसहरू एकदमै भिडभाड रहेको छ। यहाँ डोरीहरू तान्न, रोडहरू मिलाउनको लागि डोरीहरू तान्दै बसिरहेछन्। यो नेपालीमा बिस्का जात्रा लेखिएको छ। यो नेपालको भक्तपुरमा मनाइने एक पर्व हो, जुन नेपाली नयाँ वर्षको अवसरमा मनाइन्छ र भैरव देवतासँग रथ यात्रा गरिन्छ। यो पर्वलाई बिस्का जात्रा वा बिस्का महोत्सव पनि भनिन्छ। त्यसै गरी यो जात्रा मनाउनको लागि धेरै मान्छेहरू उपस्थित हुन्छन् र यो आज गरेर दुईपल्ट रथ यात्रा सुरु भएको हो। खास गरी यो यात्रा त अघि नै हुनुपर्ने थियो, तर पानी परेको अवस्थाले गर्दा यो हल्का रोकिन पुगेको छ। त्यसै गरी यो रथमा अहिले समस्या आइरहेको छ। यो रथ तान्दाखेरि साइडमा अलि रथ बाङ्गो भएकोले यो पाङ्गाहरू अलि मिलाउनको लागि गाह्रो हुन गइरहेको अवस्था हो यो। त्यही पनि यो रथ हेर्न मान्छेहरू एकदमै उत्साही छन्। आज यो रथ तान्नुपर्ने नै छ। जसरी भए पनि यो रथको लागि मिलाउनको लागि सामानहरू लगिरहेको अवस्था हो यो।